नमस्ते सबैजनालाई। आज चाहिँ म कक्षा 12 को यो जर्नल युनिट डिभेन्चरवाला जुन 3 मार्क्समा हामीलाई सधैँ सोध्ने गर्छ त्यसको चाहिँ मैले आज यो क्वेसन नम्बर 5 को यो ओल्ड इज गोल्ड 2082 को 5 को यो गर्दिन लाग्दैछु, हेर्नु होला। त्यसको लागि चाहिँ हामीले सुरुमा बैंक अकाउन्ट डेबिट टु डिभेन्चर अकाउन्ट भनेर लेख्नुस्। डिभेन्चर अकाउन्ट सबैभन्दा सजिलो तरिकाले सिकाउँदैछु, राम्रोसँग हेर्नु होला। डिभेन्चर ठ्याक्कै यसको अपोजिट बनाइदिनु। डिभेन्चर अकाउन्ट डेबिट टु बैंक अकाउन्ट। अब हाम्रो क्वेसन पढ्नु पर्यो है। सुरुमा हामीले 4000 इस्यु गरे, 1000ले यो पारमा छ 1000 भनेपछि यहाँ तल चाहिँ प्रिमियममा छ। अब 4000 सुरुमा 4000 इन्टु 1000 40 लाख। 40 1 2 3 4 5 टु डिभेन्चर अकाउन्ट भनेर यहाँ पनि 40 लाख राखिदिँदा भयो। त्यसपछि डिभेन्चर अकाउन्ट यही 40 लाखलाई यहाँ ल्याएर लेख्नुस् टु बैंक अकाउन्ट। अब यहाँ छ नि त ट्विस्ट। अब 5% प्रिमियममा भनेछ है। प्रिमियम भनेपछि के हुन्छ, यसमा डेबिटमा हुन्छ है। 5% प्रिमियम अन रिडेम्सन भनेर लेखे नि भयो। 5 प्रिमियम अकाउन्ट भनेर लेखिदिए पनि केही फरक पर्दैन। अब यो 5% प्रिमियम भनेको 1000 को 5% कति हुन्छ, 50 हुने नै भयो। यसमा चाहिँ अब हजुरहरूले 4000 इन्टु 50 यस्तो गर्न चाहिँ हुने। मेरो यहाँ स्पेस नभएर हो। यसको अब यो 50 आएको, यो 4000 इन्टु 50 गर्नु। दुई लाख। अब यो दुईटा जोडेर यहाँ लेखिदिनुहोस् 42 लाख। अब यो यहाँ तल प्रिमियममा आएपछि यहाँ माथि जहिले पनि दुईटा थप्नुपर्छ, हजुरहरूलाई थाहा होला। एउटा भनेको लस अन इस्यु अफ डिभेन्चर, केही गर्न पर्दैन है। यही प्राइसलाई यहाँ ल्याएर लेखिदिने है, 2 लाख 3 4 5। अर्को भनेको कति पर्सेन्ट प्रिमियम हो, 5% प्रिमियम अन रिडेम्सन। यही प्राइसलाई यहाँ लेखिदिनु होला। मेरो चाहिँ अब यहाँ यस्तो नराम्रो भएको छ, हजुरहरूले राम्रोसँग लेख्न सक्नुहुन्छ। त्यसको लागि अब न्यारेसनमा चाहिँ बिन यो के हो, डिभेन्चर हो नि। डिभेन्चर यो त पारमा गरेको, इस्युड एट पार। अर्को के छ, रिडेम्सन। बिन रिडेम्सन इस्युड एसएसयू इस्युड एट 5% हो नि होइन, 5% प्रिमियम। यति गऱ्यो हजुरहरूलाई 3 मार्क्स आयो, केही गर्नु पर्दैन है। त्यसपछि यस्तो एउटा दिए भयो, नदिनु भयो, केही फरक पर्दैन। यति गऱ्यो 3 मार्क्स खल्तीमा।